ढुङ्गा नभए सिधा भन्छ है। अब यो तपाईँ पछाडि पऱ्यो भने पछाडि नै पऱ्यो लानु त सबैलाई मैले सबै बाटोहरूलाई अगाडि लानु परेको थियो, सबै गाउँहरूलाई अगाडि लानु पऱ्यो। समूहमा सीमित स्रोत साधनले ठोक गर्नुपर्छ, बिस्तारै के अरे व्यवस्थापन गरेर गर्नुपर्छ। त्यसपछि हामीले एउटा के नीति बनायो भने पहिले मूल बाटो त्यसपछि सहायक बाटोको रूपमा परिणत गरियो होइन। एकैचोटि साधन स्रोत बाटो सम्भव एकदम भने जस्तै हो होइन। तर पनि हामी यो प्राथमिक बाटो हामी के भनिरहेको छौँ चाहिँ हामीले 3टा बाटो चिर्नु भने अहिले हामी त्यही रूपमा हिँड्नु खोजेका छौँ। त्यो तल्लो भेगको लामो सालिम लोकमा विकास गर्न सकिएको छैन। प्रदेश सरकारको गौरव के छ तर बेलटारीभन्दा पछि आएर अल्झ्या छ त्यो विकास कोभिड पछाडि त्यो काम परिवर्तन भयो। त्यो बाटो 200 अहिले उता गइसक्थ्यो। त्यसपछि हामीले के गर्यो भने त्यसपछि 2टा बाटो, एउटा बिचबाट चिर्ने, एउटा तल्लो भेगबाट चिर्ने, एउटा माथिल्लो भाग चिरेर 3टा जाने। त्यसपछि क्रस गर्ने सजिलोलाई क्रस गर्ने मध्येको बाटो यो यसरी उत्तर दक्षिणवाला यो बाटो पनि हामीले कहाँबाट सुरु गरेका छौँ जहाँ जिरो छ। त्यो जिरोबाट हामीले यो प्रदेश सरकारसँग गरेर केही सम्पर्क हामीले जयपति हुँदै यो बाटो पनि सुरुवात गऱ्यौँ। कन्टिन्यू गर्न सकिएन प्रदेश हामीलाई प्रतिनिधि नभएपछि कन्टिन्यू उहाँ हुँदा मान्यज्यू हुँदा त्यो हामी 2-3 पटक हामी हालेका थियौँ। भन्दा पनि सुरुको प्रदेशले पैसा हालेको कारणले यो प्रदेशको बाटो भनिन्छ है, नामै प्रदेशको बाटो भन्ने गरिन्छ। त्यो ब्रेक भयो तैपनि हाम्रो साधनले केही सुरुवात गरिरहेको छ। अहिले हामीले अर्थमन्त्रीलाई ल्यायौँ के अरे हाम्रो वडा कार्यालय 3 नम्बर वडा कार्यालय उद्घाटन गर्न। त्यही कारणले हामीले यहाँ दुईटा बजेट हालिएको छ। हामी बेलटारदेखि पाठशालासम्म भपेङसम्म जाने र त्यो लोकमार्गसँग सानो लोकमार्गसँग जोड्ने, अर्को इम्सिलदेखि यही तलसम्म जानेलाई दुई चरणमा हामीले काम गर्न खोजेको अहिले 3 करोडको ठेक्का भएर अहिले तल काम पनि सुरुवात गरेको छ। 2टै काम सुरुवात गरेको छ। 3 करोड अर्को एउटा योजना कालीगण्डको बाहेक सबै कामहरू सुरुवात भएको छ। तर त्यो पर्याप्त छैन। कन्टिन्यू गर्नु, त्यो कन्टिन्यू गर्नलाई पनि हामी बुझ्नु पर्दो रहेछ, माथि नै पहुँच पुर्याउनु पर्दो रहेछ भन्ने सन्दर्भ हो। जहाँसम्म खेल मैदानको कुरा उठाउनु भएको छ हाम्रो ध्यान आकर्षण हामीले लगानी पनि गरे हो। 2 वर्ष हामी लगातार पनि खेलाइयो। त्यो सबैभन्दा राम्रो जग्गा मैले भनिराखेको छु। त्यो अब अहिले त्यो सबैभन्दा नाकाको रूपमा हामीले प्रस्तुत गर्नुपर्छ। पुलमा केही ढिलो भएको छ। पुल मैले सुरुवात गरेको म नआउँदै सुरुवात गरेको पुल हो। तर भाषा टेक्निकल पाटाहरू थुप्रै छन्। यहाँ ठेक्काको प्रणालीको कुरादेखि लिएर काम गर्ने सक्नुहुन्छ। त्यसमा हामी घचघच्याउँदा जति घचघच्याउनु त्यो सक्नु सकेको छैन। तर अब हामी अन्तिम चरण त्यहाँ उद्योग पनि बनाउनु खोज्छौँ। हामी वाल लाग्छौँ, एकातिर खेल मैदान गर्ने, एकातिर त्यो ठाउँ धेरै भएको कारणले दुइटै चिज सँगसँगै बढाउने। किनभने मान्छेको फ्लो बढाउनु पऱ्यो। त्यहाँ जाने खेलाडी जहाँ जाने कि गाडी नै बोकेर जानु पऱ्यो होइन। नभए बस्ती पुभन्दा टाढा हुँदा जस्तै त्यही मैदान बेलटारी आउँदा अलि बढी चल्यो। त्यो बस्ती बाटोको पहुँचले कारणले चल्यो नि। मेरीमा बस्तीसँग नजिक भएकोले अलि चल्यो, त्यो कम चलेको तर त्यो सबैभन्दा बढी चल्छ भन्ने लाग्छ मलाई। किनकि जैविक मलको जो नेपालमै छैन त्यो उद्योग हामी त्यहाँ सुरु गर्नु परेको छ। त्यसलाई पूर्ण रूपमा उपयोग गर्न सक्छौँ। त्यस एउटा पाटो चाहिँ हामीले क्रिकेट मैदान हामीले गौरवको रूपमा ल्याएको क्रिकेट मैदानै हो। तर मान्छे नगएपछि त्यो रोकिएको चिज हो होइन। र हामीले त्यसलाई त्यो बाटो अहिले तल पालिकाले खनेको छ, उद्योग ग्रामले अलिकति जोड्छ, त्यसपछि माथिको बाटो जोड्दा त्यो बाटोको पहुँच गराइसकेपछि त्यो सबैभन्दा बढी रूपमा पऱ्यो भने स्याङ्जाको सबैभन्दा राम्रो उद्योग ग्रामको रूपमा स्टार्ट हुन्छ। सबभन्दा राम्रो खेल मैदानको रूपमा स्टार्ट हुन्छ। हामीले खेल मैदान चलाएको छैन, झार उम्रिएको छ, हामीले प्रयोग नगरेपछि उम्रिएको छ, त्यो हामीलाई पनि लागेको छ। तर अर्थ संरचना बिग्रिएको छैन नि, अर्थ संरचना बिग्रिएको छैन। त्यसलाई व्यवस्थित गर्न मान्छे रेगुलर रूपमा प्रयोग नगर्ने भएर नजिक भएको ठाउँमा मान्छे गए। पहिला दसैँमा भन्ने गर्थे साथीहरू, दसैँमा भयो भने एकचोटि हामी गर्थे। तर पछिल्लो समय माथि अलिक सुविधा भएर कि त्यो जाने अलि नभएर त्यो प्रयोग नभएको कारणले। तर त्यो एकदम मेरो मनमा त्यो एकदमै सबैभन्दा राम्रो यति जग्गा हामीसँग कहीँ पनि छैन। कालीगण्डकीमा यत्रो मैदान बनाउने जग्गा कहीँ पनि छैन। बेलटारीमा भएको भन्दा पनि यो राम्रो हो। यहाँ एकैचोटि हामीले त्यहीँ फुटबल खेलाइयो, त्यहीँ अर्को ठाउँमा के अरे क्रिकेट खेलाइयो, अर्को ठाउँमा भलिबल त कति खेलाइयो। भलिबलको त पुरै छैन। सबै चिज खेलाउनु मिल्ने ठाउँ भनेको त्यो हो। करिब 600 रोपन जग्गा छ त्यहाँ। त्यो जग्गा पूर्ण रूपमा मेरो सबभन्दा ध्यान केन्द्रित भएको त्यो जग्गालाई प्रयोग गर्नु। म जसरी पनि प्रयोग गराउँछु भने त अहिले उद्योग छ। त्यो सबै पालिकाभरिको पाटपट्टि कलेक्सन केन्द्र हो। त्यहाँ भन्ने त्यो देशको नमुना बनाउनु परेको। मैले आफ्नो जिम्मेवारी यहाँ छोडे तापनि कार्यपालक अध्यक्ष
हुन्छ। मैले मेरै पालामा सम्झौता सुरुवात गरेँ, अहिले कामको सुरुवात भएको छ। त्यो म जहाँ गए पनि त्यो मेरै उसमादेखि गाडीमा सुरुवात गरेँ, मैले परिकल्पना गरेको छु नि यो चिज हुन्छ स्टेप हुन्छ भनेर त्यसलाई सम्पन्न गर्छु मेरो जिम्मेवारी हो। जसरी जिम्मेवारी हो त्यो ठाउँको उपयोग सबैभन्दा राम्रो ठाउँको रूपमा उपयोग गर्नु केही समय लाग्छ मलाई थाहा छ। त्यहाँ पारिवारिक पुल सम्पन्न हुनु पऱ्यो, पारिको बाटो जोडिनु पऱ्यो, भुवारीको बाटो पिच हुनु पऱ्यो, कालोपत्रे हुनु पऱ्यो होइन, त्यो लाग्छ। तर त्यो सबैभन्दा यो मन्दिरको अगाडि भनेको छ त्यो सबैभन्दा राम्रो ठाउँको स्थापित गर्नु पऱ्यो। मेरो मनमा अझै पनि भनेको छ, अझै पनि त्यो स्थापित हुन्छ। मैले यति कुराहरू राखेको साथीभाइलाई होइन, यति कुरा राखेँ। विकासमा कहिलेकाहीँ काम गर्ने सन्दर्भमा अलिकति अगाडि परेका पछाडि परेका मैले उहाँहरूलाई आउँदा पनि सबैभन्दा कालीगण्डकी मैले भनिराखेको छु। मैले नभने होइन, अप्ठ्यारो घुम्ती ड्राइभरलाई मैले त्यही भनेको छु, यही हो सबभन्दा अप्ठ्यारो घुम्ती। अब हामी हिँड्नेमा सबैभन्दा अप्ठ्यारो यो हो, हामी धेरै पालिका गइयो कि त्यो कति अप्ठ्यारो गरिसाध्य छैन अर्काको होइन। तर मैले यहाँ हाम्रोको सबभन्दा अप्ठ्यारो घुम्ती आज हो, त्यसपछिको घुम्तीहरू अप्ठ्यारो छैनन् भनेर मैले ड्राइभरलाई पनि भनिराखेको थिएँ। यहाँ मान्छेले सुनिराख्नु भएको छ, यो अप्ठ्यारो ठाउँ मलाई थाहा छ, अरू ठाउँ म हिँडेको छु। तर एउटा के हो भने मैले गाडीमा कालो सिसा छैन, मेरो गाडीमा कालो सिसा लगाएर मैले नदेखाइ हुनसक्छु कि म बजारमा नदेखाइ हुनसक्छु। मैले प्रायः मैले गाडीमा हिँड्दा के हो भने मैले फोन गर्ने काम पनि त्यो धेरै गर्दिनँ, किन गाडी लाग्छ कि मैले गाडीमा हिँड्दा मैले योजना चाहिँ बनाउँछु है। म सोच्छु त्यो ध्यान गरेर योजना अब यहाँ चाहिँ यो गर्ने त्यो चाहिँ सोचिराखेको छु, नदेखिन सक्छ। मैले आज पनि एउटा ठाउँमा हात बाँधेर हिँडेको छु, नमस्कार गरेको छैन भन्छन्। अब यसले छेउतिर हुन्छ गर्न मिल्दैन, एउटा हात उठाउने हो होइन, त्यसलाई त म माफी चाहन्छु होइन। मैले नमस्कार नगर्ने भेट नगर्ने भन्ने कुरा हुन्छ न। त्यो कालो गाडी चाहिँ सिसा मेरो गाडीमा छैन। मैले अस्ति मन्त्रालय मागेर ल्याउँदा पनि कालो गाडी सिसा भएको देखाएको थिएँ, यो गाडी म चढ्दिनँ भनेर, किनभने देखिँदैन भनेर मैले नच्याएर त्यो गाडी अर्को ठाउँमा गएको थियो। त्यस्तै हो त्यो यति कुरा राखेर सब भाइहरूलाई मैले एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु। मतलब नभन् थाहा पाइँदैन, कतिपय कुरा नभन् घरको मान्छे हो, बाहिरबाट आउँदै गर्दा उनीहरूले आफ्नो क्षेत्रलाई नहेरेर यो दाइलाई जो भोट हालेर जिताउनु खोजेका भाइहरूले त्यति कुरा राख्न स्वाभाविकै हो। अझै बिचमा म हिँड्दै गर्दा मैले बल्ल गर्दा कता कमजोरी पनि हुनसक्छ नि, यहाँले यसो भएछ यसो गर्नु पऱ्यो भने त फोन गरेर भन्यो भने म के भन्नु, त्यो भन्नु त्यो त भन्नु खास मान्छेले भन्ने त्यसो हो कि। बरु सधैँ राम्रो छ भन्ने मान्छेले बरु फसाउन सक्छ। सचेत गरेर आएको कुरा राम्रो हो, एकदम राम्रो हो, एकदम मैले धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसपटकलाई अब हजुरले अरू अन्ततिर मत मागेर यसो छ, यसो गरेर गरिदिन्छ भन्ने विश्वास छ। मेरो भनाइ है त। धन्यवाद।